यति बेला हामी महाभारत कफी फार्ममा जानको लागि यो लेटाङको माथिबाट पहाड जाँदैछौँ। के भयो साथी? ए चक्कामा? ओहो त ठिक। यति बेला हामी महाभारत कफी फार्ममा छौँ। आज यहाँ भिजिट गर्न आएको। यो चाहिँ रेड चेरी भयो। यो रेड चेरीलाई चाहिँ अब यसले यहाँ पिलिङ गरेर अनि यहाँ केही समय गुम्स्याएर अनि धुएर चाहिँ यसलाई ड्राई गर्ने प्रोसेसिङ हुँदो रहेछ। यति बेला हामी यो महाभारत कफी फार्मको यो प्रस्तुतन गर्ने केन्द्रमा छौँ। यो कफी प्रोसेसिङ गर्ने उहाँहरूको यो प्रशोधन केन्द्रमा प्रोसेसिङ केन्द्रमा यो नेचुरल प्रोसेसिङद्वारा यो प्रशोधन गर्दै गर्नुभएको। अनि अर्को छ यता पिलिङ गरेर प्रशोधन गर्नुभएको। यो साइड त्यहाँनिर मलाई त्यो एउटा उनको के अरे के भन्ने एउटा कम्पनी छ हौ, सायद त्यता हो कि जस्तो लाग्यो हो। मैले त्यो माथि नेचुरल प्रोसेसको हलर मेसिन, रोस्टर मेसिनमा जानुलाई रोस्टिङ पनि हुन्छ आफूले। यो नेचुरल प्रोसेसबाट निक्लेको यो भयो है? यो वास्ने हो। वास्ने हो सुकाएर। यो नेचुरल प्रोसेसको छ त हामीसँग हो? त्यसको त छोराले फुटाइसक्यो क्या। ए 11.9 हजुर। यो स्ट्यान्डर्ड हो? 12 11 12 चाहिँ यसको स्ट्यान्डर्ड चिसियन। त्यति भयो भने राम्ररी हामीले स्टोर गर्न सक्यो है। त्यही त यहाँ पानी त लाउनु पर्यो। दबाई हान्नु भएको माथिबाट कि भिटामिन बोडो मिश्रण हामीले हान्ने अरू केही हान्न पाइँदैन यसमा। खाएर चाहिँ चाहियो। गएर किरा लागेर धेरै सकिदियो अनि अहिले फेरि केरा बल्ल हुर्काएर त्योभित्र यसलाई किराको छारीमा नि हुने रहेछ है? हुन चाहिँ गबरा पनि लाग्छ यसलाई। तपाईँको सेतो येल्लो कटेरा भन्ने हजुर त्यो यो चाहिँ बगान। पाक्दाखेरि पहेँलो हुन्छ। ए यो कुन प्रजाति? अरबिकै नै हो त? अरबिकै भित्रकै हो। पहेँलो हुने? हजुर त्यो भित्रको येल्लो कटेरा भन्ने गएको। टेस्ट नहुने पहेँलो। टेस्टमा के फरक हुन्छ त अङ्कल? त्यो त्यसमा यसमा अलिक गुलियोपना छ भन्छ। अब यो आफैले त ठ्याक्कै गरिएको छैन होइन। हजुर हजुर हजुर। ए यस्तै यतापट्टि चाहिँ पहेँलोवाला गर्नुभएको छ। ए यो नर्सरी हेरौँ नि त। ए बिरुवा त त्यो के डिमान्ड भइसकेको हो कि? अब आधाउदीको डिमान्ड छ। अब हजुर। आधाउदी अब यो असारसम्ममा हजुर हजुर लगभग जान्छ। आमा धेरै पऱ्यो त्यो त। कति हजार लाख होला अङ्कल? यो 20,000 बिरुवा छ यहाँ। 20,000 बिरुवामा चाहिँ त्यसमा कति त अब मरे यो ठन्डीले गर्दाखेरि। हजुर हजुर। मरे पनि छ। ल यति बेला हामी महाभारत कफी फार्ममा छौँ। आज यहाँ भिजिट गर्न आएको। हेलो, म बाहिर छु, भन्नुहोस् न। सम्झौताको छ, सम्झौताको चाहिँ हेरौँ। महाभारत कफी फार्ममा
यहाँ विशेष मान्छेले चाहिँ के खेती गर्छन्? अङ्कलले हामीलाई चाहिँ यो कफी खुवाउँदै हुनुहुन्छ। अलिअलि भटमा छ मकै कोदो गर्दै गर्नै छोडे मकै अलि ल हुन्छ अङ्कल हजुरलाई नर्मलै धन्यवाद भएको छ है। हस्।